साथीहरू आज चाहिँ मैले रेस्टुरेन्टमा भन्दा मिठो छिटो पनि बन्ने सजिलो तरिका मटन बिरयानीको रेसिपी लिएर आएको छु। त्यसको लागि चाहिँ मैले 1.5 केजी मटन फ्रेस मटन लिएर चाहिँ धोएर राखेको छु छान्नीमा। यसको लागि चाहिँ मैले अदुवा लसुन जौत्री मरिच र सुकमेल लिएको छु। यसलाई चाहिँ म सिलबट्टामै पिस्ने छु, मसिनो गरेर। सिलबट्टामा पिसेको चाहिँ राम्रो हुन्छ। अनि तोरीको तेल लिएको छु। तोरीको तेल चाहिँ मैले 300 ग्राम लिएको छु र 6वटा मिडियम साइज प्याज काटेर यसमा राखिदिएँ। अघिको मसलामा चाहिँ थोरै प्याज पनि एड गरेर पिस्ने छु। अनि अघिको प्याज मेरो रेडी भइसकेको छ। अब यतिको प्याज चाहिँ हाम्रो पर्फेक्ट भएको छ, धेरै डराउनु पनि हुँदैन र गोल्डन ब्राउन चाहिँ प्याज हुनुपर्छ। हाम्रो प्याज एकदम राम्रो ठिक भइसकेको छ, पर्फेक्ट। माथिबाट मैले मासु राखेँ। मासु राखेपछि चाहिँ यसलाई राम्रोसँग चलाउने छु र माथिबाट चाहिँ नुन राखिदिने छु। नुन राखिसकेपछि चाहिँ ल्वाङ र लक्डी राख्ने छु र राम्रोसँग चलाउँदै छु। बिस्तारै भुटिसकेपछि चाहिँ अघिको पेस्टमा मैले धनिया, जिरा, खुर्सानी, बेसार र मिट मसलाको धुलो राखेँ र माथिबाट यसलाई बिस्तारै राखिदिएँ। अनि त्यसपछि यसमा थोरै पानी पनि एड गरेर माथिबाट राख्ने छु। बिस्तारै चलाउँदै यसलाई भुट्दै गर्नेछु। यसलाई राम्रोसँग भुटिसकेपछि चाहिँ यसको मसलाले चाहिँ तेल छोड्दै जान्छ। तेल छोडिसकेपछि चाहिँ यसमा थोरै अझै पानी राखेर 2-3 सिटी 4 सिटीसम्म लिनेछु। यता मासु हुँदै गर्दा चाहिँ मैले यता चामल पनि रेडी गरेको छु। चामल चाहिँ मैले 1.5 केजी लिएको छु। चामललाई चाहिँ ठिक्क पाक्नुपर्छ, 1 कनी छोड्नुपर्छ, हाफ थोरै काँचो काँचो हुनुपर्छ। मेरो यता चाहिँ मटन रेडी भएको छ अखनी। अब मैले बिरयानीको लागि चाहिँ मेन लेयर लगाउन जाँदैछु। तल चाहिँ मैले थोरै ग्रेभी राखेँ, माथिबाट चामल राख्दै थोरै थोरै मासु राख्दै ग्रेभी माथिबाट फेरि थोरै ग्रेभी राख्दै थोरै चामल लगाउँदै माथिबाट जानेछु। त्यसपछि चाहिँ मैले माथिबाट सबै यसै लगाइसकेपछि चाहिँ माथिबाट फुड कलरलाई राखिदिएँ। हामीले 10 मिनट बफाएपछि चाहिँ दम लगाएपछि चाहिँ मेरो बिरयानी रेडी भएको छ। हेर्नुहोस् एकदमै मिठो, रेस्टुरेन्ट भन्दा। मेरो घर परिवारलाई चाहिँ सबैलाई मनपर्छ मेरो हातको बिरयानी। मेरो श्रीमानज्यूलाई चाहिँ एकदमै मनपर्छ। कृपया भिडियो मन परेमा चाहिँ लाइक अनि सब्सक्राइब गर्नुहोला। धन्यवाद।